ओके, नम्बर सिस्टम विथ डिफ्रेन्ट बेसेस यो चाहिँ क्लास 8मा को कम्पलसरी म्याथमा पनि छ र कम्प्युटरमा पनि छ। त कम्प्युटरमा क्लास 7 देखि नै छ, क्लास 8मा पनि आएर हामीले कम्पलसरी म्याथमा पनि पढ्नुपर्छ र कम्प्युटरमा पनि पढ्छ। यो चाहिँ एकदमै इम्पोर्टेन्ट च्याप्टर पनि हो। र अब नम्बर सिस्टम विथ डिफ्रेन्ट बेसेस भन्ने बित्तिकै कुन कुन नम्बर सिस्टम पर्छ त यहाँभित्र भन्दा बाइनेरी नम्बर सिस्टम भयो, डेसिमल नम्बर सिस्टम भयो, अक्टल नम्बर सिस्टम र हेक्साडेसिमल पर्छ। अब बाइनेरी भनेको के हो, डेसिमल भनेको के हो, अक्टल भनेको के हो र हेक्साडेसिमल भनेको के हो, आज चाहिँ यो भिडियोमा चाहिँ म फुल्ली डिटेलमा कन्सेप्ट बुझाउने छु है त। डेसिमलको के हो, डेसिमल नम्बर सिस्टम भनेको के हो, बाइनेरी नम्बर सिस्टम भनेको के हो, हेक्साडेसिमल भनेको के हो र अक्टेल भनेको के हो भनेर कन्सेप्ट क्लियर हुनेछ। यो आजको भिडियोमा चाहिँ मेनली म कन्सेप्टमा फोकस गर्नेछु र सोलुसनको लागि अर्को भिडियो बनाउनेछु। ल एट द इन्डसम्म हेर्नु ल, यो भिडियो हेरिसक्ने बित्तिकै अलमोस्ट सोलुसन पनि गर्न सक्नुहुन्छ। कन्सेप्ट लिनु चाहिँ सबभन्दा इम्पोर्टेन्ट कुरा है त। त्यही भएर अब स्टार्ट गरौँ। सबभन्दा के हुन्छ अरे भन्दा यो भित्र फर्स्टमा आउँछ बाइनेरी नम्बर सिस्टम है त, बाइनेरी नम्बर सिस्टम। अनि अर्को हुन्छ अक्टेल नम्बर सिस्टम। नेक्स्ट वान इज डेसिमल। Decimal number system, and the last one is hexadecimal. हेक्साडेसिमल है त। बाइनेरी, अक्टेल, डेसिमल र हेक्साडेसिमल हुन्छ। अब यो चाहिँ नम्बर सिस्टम हो। नम्बर सिस्टम भनेको चाहिँ के हो त भन्दा सिम्पली बुझ्दाखेरि नम्बर सिस्टम मिन्स वे अफ रिडिङ एन्ड राइटिङ अ नम्बर। कुनै पनि नम्बरलाई पढ्न र लेख्न जान्ने सिस्टम भनेको नम्बर सिस्टम हो। यो चाहिँ सिम्पल कन्सेप्ट है त। अब यो सबै कुराहरू हामीले कम्प्युटरमा पनि एकदमै कम्प्युटरमा रिलेट छ, कम्प्युटरकै कुराहरू यो सबै। र अब यहाँ हेर्नुपर्छ बाइनेरी भनेको के हो, अक्टेल केलाई भन्छ, डेसिमल के हो र हेक्साडेसिमल के हो। बाइनेरी भनेको यसको बेस 2 हुन्छ। जहिले पनि बाइनेरीमा 0 र 1 भन्ने नम्बर युज हुन्छ। अक्टेलमा बेस 8 हुन्छ, अक्टेलको। अनि यहाँ भनेको 0 देखि 7 सम्म है त, 0 1 2 3 4 5 6 7। डेसिमल भनेको बेस 10 हुन्छ, यो भनेको 0 देखि 9 सम्म भयो। अब हेक्साडेसिमलको बेस 16 हुन्छ, यो भनेको 0 देखि 9 र ए देखि एफसम्म युज हुन्छ। सिम्बल पनि युज हुन्छ, ए देखि एफसम्म अल्फाबेट पनि युज हुन्छ। अब बाइनेरी नम्बर सिस्टम, अक्टेल नम्बर सिस्टम, डेसिमल नम्बर सिस्टम र हेक्साडेसिमल नम्बर सिस्टमको बेस त थाहा पायौँ। नम्बर सिस्टम भनेको के हो मैले भनिहालेँ, एउटा कुनै पनि नम्बरलाई लेख्न र पढ्न जान्नु भनेको एउटा नम्बर सिस्टम हो। अब यो सबै कुरा कम्प्युटरमा रिलेट छ है त। अब बाइनेरी नम्बर सिस्टमको बेसको कुरा गरेँ मैले 2 हुन्छ, जुन 0 र 1। यो चाहिँ कम्प्युटरको ल्याङ्ग्वेज भन्दा हुन्छ, कम्प्युटर सिस्टम भन्दा नि हुन्छ, कम्प्युटर ल्याङ्ग्वेज है त। यो बाइनेरी भनेको चाहिँ के अरे कम्प्युटर ल्याङ्ग्वेज, ठ्याक्कै कम्प्युटरले बुझ्ने कम्प्युटरको ल्याङ्ग्वेज भनेको बाइनेरी। सबभन्दा इम्पोर्टेन्ट भिबिआई चाहिँ यो बाइनेरी र हामीले डेसिमल बुझ्नुपर्छ, एकदमै इम्पोर्टेन्ट छ। यो चाहिँ बाइनेरी र डेसिमल चाहिँ एकदमै इम्पोर्टेन्ट छ। बाइनेरी भनेको चाहिँ कम्प्युटरको ल्याङ्ग्वेज भनेर बुझौँ। डेसिमल भनेको चाहिँ के अरे कम्प्युटर, एकदम सिम्पली भाषामा त यो चाहिँ कम्प्युटरले बुझ्ने हो भने डेसिमल भनेको चाहिँ हाम्रो आवर डेली लाइफ हामीले युज गर्ने ह्युमन लेख्थ्यौँ न, सिम्पल। ल बाइनेरी चाहिँ कम्प्युटरको 0 र 1 भन्ने डिजिट दुईवटा हुन्छ, बेस दुईवटा के रहेछ त 0 र 1। यो चाहिँ कम्प्युटरको। डेसिमल भनेको चाहिँ हाम्रो डेली लाइफमा युज हुने 0 देखि 9 सम्मको हामी ह्युमनको लागि यो ह्युमन ल्याङ्ग्वेज हो भनौँ, यो चाहिँ ह्युमन ल्याङ्ग्वेज भनौँ, यो चाहिँ कम्प्युटर ल्याङ्ग्वेज है त, सिम्पल बुझ्दाखेरि। अब मेन भनेको यही हो, बेस कति हुन्छ यिनीहरू कुराहरू भयो। अब यिनीहरू केमा चाहिँ युज गरिन्छ त भन्ने कुराहरू पनि बुझ्नु पऱ्यो है त। अनि अर्को हामीले कम्प्युटरमा पढ्दै आएको छौँ, कम्प्युटरको यहाँ अहिले पनि मैले भने बाइनेरी नम्बर सिस्टम युज हुँदो रहेछ, बाइनेरी ल्याङ्ग्वेज, बाइनेरी डिजिट कम्प्युटरमा 0 र 1। कम्प्युटरले बुझ्ने भनेको 0 र 1 हो। तर अब एउटा इक्जाम्पल दिन्छु म, जस्तै मैले किबोर्डमा 5 थिच्छु तर कम्प्युटरले कसरी 5 बुझ्छ त भन्दा त मैले थिचेको 5 जुन छ त्यो त डेसिमल भयो,
डेसिमलमा पर्यो होइन त। अब त्यो 5 चाहिँ कम्प्युटरले कसरी बुझ्छ त भन्दा 5 बुझ्दैन कम्प्युटरले। त्यहाँ विभिन्न प्रोसेसहरू हुन्छ, 3टा स्टेपमा कम्प्युटरले त्यो ल्याङ्ग्वेजले आफ्नो ल्याङ्ग्वेजमा कन्भर्ट गर्छ। त्यो के छ भन्दा त्यो स्टेपहरू फर्स्टमा त्यहाँनिर 3टा प्रोसिड्युरहरू युज हुन्छ क्या। किबोर्ड युज हुन्छ, अनि सेकेन्ड वानमा के युज हुन्छ भन्दा क्यारेक्टर इन्कोडिङ भन्छ क्या। क्यारेक्टर इन्कोडिङ भन्छ जसभित्र ASCII भन्ने हुन्छ। के अरे ASCII भन्छ। यो भनेको के भन्दा अमेरिकन स्ट्यान्डर्ड कोड फर इन्फर्मेसन एन्ड इन्टरचार्ज भन्छ। अमेरिकन स्ट्यान्डर्ड कोड फर इन्फर्मेसन एन्ड इन्टरचार्ज। यसको कोडहरू चाहिँ जम्मा 128वटा कोडहरू छ। यो कोडहरू युज गर्छ है त। 128वटा कोडहरू छ। यो कोडहरू युज गरेको हुन्छ उसले। अब कोडहरू चाहिँ केमा हुन्छ त भन्दा हरेक कीको आफ्नो कोड हुन्छ क्या। जस्तै 1 को फाल्टै कोड हुन्छ, 2 को फाल्टै हामीले किबोर्डमा 1 2 3 टाइप गर्छौँ, तिनीहरूको आफ्नो कोड हुन्छ। अनि त्यो कोडमा सुरुमा के गर्छ त भन्दाखेरि किबोर्डले जस्तै मैले 5 थिचेँ भनेदेखि त्यो 5 को आफ्नै कोड हुन्छ, त्यो कोड टाइप भएको हुन्छ भनेर बुझौँ है त। सेकेन्ड थिङ भनेको क्यारेक्टर इन्कोडिङ भनेको ASCII, यानि कि यसलाई युनिकोड पनि भन्छ। अब मैले 5 थिचिरहेको छु डाइरेक्टली, अब त्यो 5 लाई डाइरेक्टली बाइनेरीमा चेन्ज गर्दैन। कम्प्युटरले बुझ्ने त बाइनेरी हो, मैले थिचेको 5 लाई डाइरेक्टली बाइनेरीमा चेन्ज गर्दैन। सुरुमा त्यो 5 लाई ASCII को कोड जुन कोड छ 5 को त्यो कोडमा चेन्ज गर्छ, कन्भर्ट हुन्छ। अनि त्यस पछाडि त्यो कोडमा कन्भर्ट भए पछाडि चाहिँ के हुन्छ कम्प्युटरको ASCII भनेको चाहिँ डिक्सनरी हो। त्यो कोडमा चेन्ज भए पछाडि अनि मात्र त्यो कोडबाट CPU र मेमोरीमा गएर चाहिँ अनि बाइनेरी डिजिटमा यसमा चेन्ज हुन्छ र कम्प्युटरले बुझ्छ अनि डिस्प्ले हुन्छ क्या 5 भनेर। तर यो हामीले हेर्दा चाहिँ प्रोसेस कत्रो लामो लाग्छ, तर यो मिलिसेकेन्ड यस्तो छिटो टाइममा कन्भर्ट भइसक्छ, सबै कुरा सर्कुलेट भइसक्छ ट्याक 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 तरिकाले। सुरुमा के हुन्छ भन्दा मैले 5 थिच्छु कम्प्युटरमा, त्यो 5 लाई सुरुमा 5 को ASCII कोड यानि कि डिक्सनरी कोड पनि भन्छ, त्यो कोडमा कन्भर्ट हुन्छ। अनि त्यो कोडमा कन्भर्ट भएपछि CPUमा अथवा CPUमा गए पछाडि त्यो कोडलाई केमा चेन्ज गर्दो रहेछ, बाइनेरीमा चेन्ज हुन्छ। अनि बाइनेरीमा चेन्ज भएर हामीले कम्प्युटरको मोनिटरमा डिस्प्ले हुन्छ 5 भनेर हो, यसरी काम गर्छ। यो चाहिँ कम्प्युटर ल्याङ्ग्वेज बाइनेरी भनेको जहाँ 0 र 1 कम्प्युटरले बुझ्ने भनेको 0 र 1 हो। यसलाई अन अफ भनेर बुझ्दा पनि हुन्छ। 1 भनेको अन, अफ 0 भनेको अफ, 1 भनेको अन, 0 भनेको अफ भनेर बुझ्दा पनि हुन्छ। अब एकचोटि यो मेटाएर हेर्नुमै त अब बाइनेरी नम्बरको क्लियरली बुझौँ। बाइनेरी नम्बर सिस्टम बाइनेरी नम्बर सिस्टमको म मेन कुराहरू बुझाउँदा यो चाहिँ के हुन्छ र यसको बेस 2 हुन्छ। अनि के छ भन्दा 0 र 1 हो। कम्प्युटर ल्याङ्ग्वेज यो के पनि अरे कम्प्युटर ल्याङ्ग्वेज भनेर बुझौँ है त। कम्प्युटर ल्याङ्ग्वेज हो यो, कम्प्युटरले बुझ्ने भाषा, हामीले बुझ्दिनौँ। हाम्रो डेसिमल नम्बर सिस्टम भनेको हाम्रो ह्युमन हो भने यो चाहिँ कम्प्युटरको लागि भयो। अनि यो चाहिँ केमा युज हुन्छ भन्दा क्यालकुलेटर, कम्प्युटर त्यता युज गरिन्छ। अनि मैले अघि भने नि हामीले थिचेको जस्तै मलाई अब 5 थिच्नु पऱ्यो कम्प्युटरमा, होस् क्यालकुलेटर भनेको 5 थिच्ने बित्तिकै यो 5 के हुन्छ अरे सुरुमा यसको प्रोसेस छ क्या आफ्नो अघि मैले भनेको छु ट्याक्क 5 लाई कसरी चेन्ज हुन्छ भन्दाखेरि सुरुमा यसको प्रोसेस वाइज जान्छ क्या। सुरुमा के गर्छ त यो 5 को आफ्नै कोड छ, यसलाई युनिकोड पनि भन्छ, युनिकोड अथवा ASCII कोड भन्छ। 5 को कोड त्यो छ, त्यो कोडमा कन्भर्ट हुन्छ सुरुमा। अनि त्यो कोडबाट केमा जान्छ CPU मा गएर त्यो कोडलाई केमा चेन्ज हुन्छ बाइनेरीमा। अनि कम्प्युटरले बुझ्छ र 5 डिस्प्ले हुन्छ हाम्रो स्क्रिनमा है त। त्यसरी प्रोसेस चलिरहेको हुन्छ। अनि जम्मा युनिकोडहरू 128वटा युनिकोड छ कम्प्युटरको। अनि ASCII भनेको चाहिँ के अरे अमेरिकन स्ट्यान्डर्ड कोड फर इन्फर्मेसन एन्ड इन्टरचार्ज भन्छ है त। यो चाहिँ त्यो स्ट्यान्डर्ड अमेरिकाबाट डिटरमाइन भएको कोडहरूको हरेक डिजिटको कोडहरू छ। अनि यो
एएससिआइआई भनेको चाहिँ नि एएससिआइआई भनेको चाहिँ बाइनेरी अब के भनेर बुझौँ भने नि बाइनेरी नम्बर सिस्टम र डेसिमलको पुल हो यो चाहिँ के अरे ब्रिज क्या ब्रिज बिचको एएससिआइआई भनेको चाहिँ बाइनेरी र डेसिमलको बिचको पुल ब्रिज हो ब्रिजको काम गर्छ अब यसको चाहिँ बेस 2 हुन्छ यो कुराहरू बुझौँ यो चाहिँ कम्प्युटरमा युज हुन्छ कम्प्युटर ल्याङ्ग्वेज पनि हो है अब आज कन्सेप्टको कुरा गर्नुपर्दा मैले क्लियरली भन्दैछु यो कुरा कम्प्युटरले सबै वर्डहरू सिम्बलहरू आदि इत्यादि सबै यो 0 र 1 मा मात्र बुझ्छ अरू केही बुझ्दैन अब हामीलाई चाहिँ के लेख्छौँ त बुझे जस्तो लाग्छ तर सबैभित्र प्रोसेसिङ भएर एएससिआइआई को कोडहरू युज गरेर अनि त्यस पछाडि डिस्प्ले हुने हो र हामीले बुझेको थाहा पाउँछौँ तर कम्प्युटरले एक्ज्याक्टली बुझ्ने चाहिँ यो मात्र हो बाइनेरी भनेको बाइनेरीको बेस 2 हुन्छ अब अर्को जुन हामी डेसिमलमा म बाइनेरी र डेसिमल बुझाउँछु सुरुमा त्यस पछाडि अक्टल र हेक्साडेसिमलको कुरा गर्छु तब डेसिमलको कुरा गर्छु डेसिमल नम्बर सिस्टम डेसिमल नम्बर सिस्टमको कुरा गर्नुपर्दा यसको बेस कति हुन्छ 10 हुन्छ के पर्यो भन्दा 0 1 2 3 4 5 6 7 8 र 9 पर्यो डेसिमल नम्बर सिस्टममा यसलाई चाहिँ हामीले युज गर्ने डेसिमल नम्बर सिस्टम भनेको हामीले डेली लाइफमा हाम्रो डेली लाइफमा युज हुने ल्याङ्ग्वेज भनौँ न होइन डेसिमल नम्बर सिस्टम भनेको चाहिँ अनि 10 वटा फिङ्गर युज गर्छौँ नि हामीले त्यही हो क्या 10 वटा फिङ्गरमा डेसिमल नम्बरहरूलाई डिभाइड गरेको 0 1 2 3 4 5 6 7 8 9 ठ्याक्क 10 वटा नम्बर भनेर सम्झिने अब कम्प्युटरले चाहिँ यो बुझ्दो रहेछ त डेसिमल बुझ्दैन कम्प्युटरले चाहिँ के बुझ्छ बाइनेरी अब डेसिमलदेखि बाइनेरीमा लानको लागि के रहेछ त प्रोसेस सबभन्दा सुरुमा किबोर्डको कीहरू जुन छ त्यो कीको आफ्नै एएससिआइआई यानि कि युनिकोडहरू छ त्यो युनिकोडमा चेन्ज हुन्छ त्यस पछाडि त्यो युनिकोडबाट बाइनेरीमा चेन्ज गर्नको लागि सिपियुले हेल्प गर्छ र सिपियुमा गएर त्यो कोडहरू चेन्ज भएर बाइनेरीमा चेन्ज हुन्छ अनि बाइनेरी भनेको 0 र 1 मा चेन्ज हुन्छ अनि त्यस पछाडि हामीलाई डिस्प्ले गरिन्छ अब अर्को हुन्छ अक्टल र हेक्साडेसिमल सुरुमा अक्टलको कुरा अक्टल नम्बर सिस्टमको कुरा गर्नुपर्दा यसको बेस 8 हुन्छ अक्टल नम्बर सिस्टमको त बेस 8 हुन्छ के भन्दाखेरि 0 1 2 3 4 5 6 र 7 8 वटा हेर्ने त बेस 8 हुन्छ अक्टलको अनि अक्टलको मेन काम भनेको बाइनेरी नम्बर धेरै लामो हुन्छ र यसलाई बुझ्नको लागि हामीलाई याद गर्नको लागि एकदमै सर्ट फर्ममा कन्भर्ट गर्ने हो क्या त्यही मात्र अक्टल भनेको चाहिँ त्यहाँ हुँदा डिफ्रेन्ट केही छैन अक्टल हेक्साडेसिमल अनि बाइनेरीको सर्ट फर्म भनेर बुझ्नु पर्यो है त छोटो फर्म अक्टल भनेको बाइनेरी चाहिँ यदि धेरै लामो हुन्छ र त्यसलाई छोटो बनाउनको लागि प्रयोग गरिन्छ अक्टल भनेको चाहिँ सर्ट फर्म अफ बाइनेरी है त बाइनेरीलाई एकदमै छोटो बनाउन प्रयोग गरिन्छ सिम्पली बुझ्दा अब हेक्साडेसिमल पनि त्यो अझ धेरै छोटो बनाउन हेक्साडेसिमल चाहिँ यहाँ लेखिहालेँ मैले हेक्साडेसिमलको चाहिँ बेस 16 हुन्छ अब 16 मा के पर्छ भन्दा 0 1 2 3 यहाँ मजाले लेखौँ माथि नै हेक्साडेसिमलको चाहिँ बेस 16 हुन्छ यो भित्र के पर्छ भन्दा 0 1 2 3 4 5 6 7 8 9 त्यस पछाडि युज हुने भनेको 9 सम्म हुन्छ अनि ए बी सी डी
ई र एफ हुन्छ। अब ए भनेको 10 11 12 13 14 र 15 है त। अनि यसले चाहिँ बाइनेरीलाई झन् सर्टेस्ट फर्म अफ बाइनेरी भनेर बुझ्दा पनि हुन्छ। बुझ्नको लागि हाम्रो लागि यो चाहिँ एकदमै छोटो मेथड हो बाइनेरी बुझ्नलाई। हेक्साडेसिमल भनेको चाहिँ यो चाहिँ त्यो बेसिक कन्सेप्टहरू है त। जम्मा नम्बर सिस्टम के रहेछ त बाइनेरी, अक्टेल, डेसिमल र हेक्साडेसिमल। सबभन्दा इम्पोर्टेन्ट भनेको बाइनेरी र डेसिमल। बाइनेरीको बेस 2 हुन्छ, डेसिमलको 10 हुन्छ। के रहेछ बेसहरू पनि बुझाइहालेँ मैले। बाइनेरी भनेको कम्प्युटर ल्याङ्ग्वेज हो, 0 र 1। अनि यता डेसिमल भनेको हाम्रो ह्युमन ल्याङ्ग्वेज, हामीले बुझ्ने, हामीले डेली लाइफमा युज गर्ने। थ्याङ्क यू। यो चाहिँ कन्सेप्ट थियो। र अब अर्को भिडियोमा चाहिँ म बाइनेरी टु डेसिमल, डेसिमल टु बाइनेरी, बाइनेरी टु अक्टेल, बाइनेरी टु हेक्साडेसिमल, हेक्साडेसिमल टु डेसिमल हरेक प्रब्लमलाई सल्भ गरेको भिडियो ल्याउनेछु है त। यो चाहिँ कन्सेप्चुअल भिडियो छु। सो थ्याङ्क यू।